केटाहरूको अल्छी नलाग्ने भनेको काम नै के हो? गाडी र बाइक धुनु। त्यसमा चाहिँ कहिले पनि अल्छी मान्दैन। गुड मर्निङ गाइस। आज चाहिँ हामी यहाँनिर हाम्रो अजु भाइ गाडी धुनु बिहानै ल्याएछ 6 बजी। चकाचक चल्काइसक्यो हो। जाइलो नयाँ कार। अब सिलगढी लाग्ने रे बच्चा। कता लामो छैन भाइ, गाडी पनि लामो अग्लो झन्डै यहाँसम्म रहेछ। यहाँनिर उकालो 1.5 फिट जस्तो छ। हामी फेरि क्यारियर जोड्यो भने चाहिँ सिधै 6.5 फिट हाइटको त्यत्रो छ। यहाँ चाहिँ हाम्रो दन्नु चाहिँ बिचारा बुथुर्की आज चाहिँ हामीले यो हटाउनुपर्छ। हाम्रो लाइसेन्स आइसकेको छ। यो चाहिँ हटाउनुपर्छ। अब हाम्रो यो आएपछि चाहिँ यो चाहिँ हटाउनुपर्छ। आज हिजो आएको हो। आज चाहिँ यो बाई 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 मेरो भाइ। ल्याए यहाँ बसेको ल्याऊ यस्तो बस्दा छ त भाइ। ल्या कसरी हटाउनु यो चाहिँ भनौँ अलिकति एडभाइस प्लिज। दाग बस्यो त उयो त। अब अर्कोपट्टि घाम लागेको बेलामा खोल्नु पर्थ्यो होला है। बिहानै खुल्यो। ओके नो प्रब्लम। दाग बस्यो तर यस्ता खाले